राजा ज्ञानेन्द्रलाई जब उहाँले चाहिँ त्यो पुर्जी काट्नुभयो 7,83,000 कि 23,000को, त्यसपछि मैले हेरेको छु त्यो व्यक्ति ती एउटा ठुलो जमात अब यो बालेन बेठिक भन्न थाल्यो। त्यही व्यक्ति चाहिँ हिजो अस्ति चाहिँ हामीलाई यसो भने बालेन आउ देश बचाउ भन्नेवाला चाहिँ अहिले अब यो बालेन ल हेरौँ भने एकदमै त्यो किन कस्तो खालको व्यक्तिहरू छन् भन्ने कुरो बुझ्नुपर्छ। तर यसको मतलब त्यो पनि जनता हो होइन। उहाँबाट धेरै ठुलो अपेक्षा गरेका छन्। मैले हाम्रो मेरो सिनियर दाइ भूषण दाइले भन्नुहुन्थ्यो यो हिन्दू राजावाला सन्दर्भमा चाहिँ भूषण दाइले भन्नुहुन्थ्यो बालेन फ्याक्टर मेजर हो भनेको। आजको दिनमा बालेनले ल राजा चाहियो अथवा फलानु यो व्यवस्था परिवर्तन गरौँ भनौँ भने 2-4 लाख मान्छे सडकमा आउँछन् भन्ने खालको चाहिँ सोच राख्ने मान्छेहरू पनि बौद्धिक जमातमा हुनुहुन्छ। त्यसलाई चाहिँ यो पछिल्ला अब यस्तो छ कि उहाँहरू जस्तो व्यक्तिले एजेन्डामा सही वा गलत ठ्याक्कै भनिदियो भने एउटा पक्ष असन्तुष्ट हुन्छ होइन। सबैलाई सन्तुष्ट पार्न सकिँदैन। सबैलाई सन्तुष्ट पार्न खोज्दाखेरि चाहिँ एउटा सानो रड्केपछि अब हिजो राजेन्द्र लिङ्गदेनले चाहिँ त्यहाँ राप्रोमा भन्नु यहाँ फोहोर नगर्नु यहाँ अर्को पुर्जी काट्न तयार भएर बसेको छ भन्नुभयो। त्यो उहाँलाई भन्यो भने त पछि उहाँले धन्यवाद दिनुभयो। त्यसमा नामै टोकेर भन्यो। नामै तोकेर भन्नुभयो। भन्नुको मतलब चाहिँ यो त्यो खालको पब्लिकको लागि चाहिँ आजको दिनमा सबैभन्दा ठुलो मसिया पोलिटिकल पार्टी अथवा नन पोलिटिकल जताबाट हेर्ने भने मलाई लाग्छ सबैभन्दा बढी कसैबाट अपेक्षा गरेको छ भन्ने